हेलो साथीहरू, मैले फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु र तल हाम्रा केटाहरू साथीहरू तल बसेका छन्। के गर्दैछन् हेर्नु होला। र वैशाखको महिनामा हाम्रो गाउँठाउँतिर गाउँठाउँ काटेर कस्तो बनाइरहेछ र अनि ग्वालाहरू कसरी गोरुबाख्रा चराउँदैछन् भनेर यो भिडियोमा चाहिँ म देखाउने छु। अनि यहाँको हाम्रो बस्ने ठाउँ देखाउँछु, सबै देखाउँछु, हेर्नु होला। खबर जाउँ आज ल अघि बढी साथीहरू। पहिला चाहिँ हामी यही चिउरीको रूपमा बस्थ्यौँ र अहिले यो चिउरीको हाँगा धेरै भाँचिन्छ थोरै हावा लाग्ने बित्तिकै। र हावा नलागे पनि कहिलेकाहीँ आफै नै भाँचिन्छ कि, त्यही भएर अहिले तल रेठाको रुख छ त्यहीँ बस्छौँ हामी। पारेतिर गोरु बाख्रा चराउँदैछन् साथीहरू, सबैजना ग्वालाहरू छाता ओढेर बसेका छन्। लास्टै गर्मी छ, एकछिन जुम गरेर देखाउँछु। हाम्रो गाउँ शिखर नगरपालिका 3। कति ठुलो भिड छ नि यहाँदेखि। यही हो गाइज हाम्रो बस्ने ठाउँ। आज चाहिँ खासै हाम्रा साथीभाइहरू आएको छैनन्, त्यही भएर साथीभाइहरूसँग टक्क भिडियो बनाउन सोचेको थिएँ। अब भिडियो यति नै, अर्को भिडियोमा आउनेछ फुल भिडियो, हेर्नु होला है।